एकचोटि लडिस् भने नि उठेर 2 मुठ मार, फेरि बस, फेरि सुत, फेरि उठेर 3 मुठ मार। यो मेरो मोटिभेसन। यस्तो मोटिभेट गर्छु नि म मान्छेलाई। मलाई चाहिँ के हुन्छ भन्दा यस्तो मोटिभेट गर्दा चाहिँ सपना आउँछ क्या, डेन्जर खालको सपनामा नि मैले प्याक्क वा पारेको मात्रै देख्छु। कस्तो डेन्जर सपना देख्छु म। स्वाद यस्तो हुन्छ भने नि, ओहो कस्तो यस्तो स्वादको सपना देखिरहेको हुन्छु कि म। वाउ भइहाल्छ। वाउ यस्तो सपना देख्छु। त्यही भएर धेरै सुत्यो भने चाहिँ सपना देख्छ। त्यही भएर उठ्ने मुट यस्तो मात्रै हुनुपर्छ। अनि यसो पढ्नु मन छ भने पढ्ने, नभए फेरि सुत्ने। यस्तो यो मोटिभेट भनेको। यतिको मोटिभेट गर्ने मान्छे पायो नि तिमीहरूले केटा हो, डेन्जर एकदम बवाल हुन्छ, बवाल। यस्तो भिडियोतिर त मलाई चाहिँ खतरा देख्छ त म देखेँ। मोटिभेट गर्दा सानो डेन्जर देखिन्छ त मलाई बाछी। अनि कस्तो रियलमा चाहिँ के मैले गाँडो जस्तो देखिन्छ त। ओ माछी के हो यार, माछी खतरा देख्छ त हौ रन्डिया। खै यो भिडियो सिडियो छोडेर अब मान्छे माफ मार्न जानुपर्छ घारीतिर। यहाँ माथि यो माथि यो घारीमा नि यस्तो डेन्जर सामान पाउँछ त्यहाँ। हो अप्पर डेन्जर देख्छ त्यहाँ, खतरा मान्छे। त्यत्रा मछली त्यहाँ यस्तो खतरा हुन्छ नि बिच। यो मेरो मोटिभेसनमा के गर्नुपर्छ, मुटमार उठ यस्तो मात्रै हो मोटिभेट भनेको। यो पढ लेख त्यस्तो भनेर त्यस्तो नेपाली मुनि लेख्नै जान्दैन, पढ्नै जान्दैन, कहाँबाट लेख्छ त। मोटिभेट भनेको उठ सुत खा यही हो। दिउँसभरि मोबाइल चला, बस, रातभरि सुत हो, यो हो मोटिभेट भनेको। यस्तो हो मोटिभेसन। मैले भने बुझ्नु सबजना। उठ सुत खा हो, यस्तै गर्छ सबजना। अनि स्वाहा हुन्छ।